सो हेलो गाइस, तपाईहरुलाई स्वागत छ हैन मेरो यो ब्लगमा। आई एम एक कार्की ब्लग। सो तपाईहरुलाई थाहा नै छ होला हैन, यस्तो भिडियोहरु आउँछ मेरो कहिले काहीँ हैन, वर्ष दिनमा 4 बारमा आउँछ। अब डेली गर्नु हुन्थ्यो, के गर्नु, मेरो कामै त्यस्तो छ। खासै टाइमै दिन भ्याउँदैन है, जे जस्तो भए पनि हैन। अब भनौँ राइट त के भनौँ, अब जाउँ न पसलतिर, घरतिर जाउँ हैन। अब अरू कुरो भन्दा यस्तै हो, जाउँ पसलतिर है। बाटो भन्ने अब बाटोको कुरै नगरौँ, अब हाम्रो देशको नेताहरू महान छन् हैन। अब यतिको नगरे अब आँखा हेर्न सकिन्न है, आँखा त हेर्न सकिन्न। हेर्नु न कति देखिन्छ, राम्रो देखिन्छ। अब राम्रो चाहिँ देखिन्छ, सिसाइ पनि पुस्दै है। ओ मा दादा ओ दादा होइन, हामी पनि के गरौँ भनेर यस्तो यस्तो हल्लाइदिने हो कि के हो भनेको। अब यस्तो भिडियो त नहल्लाउँ होइन, जे जस्तो भए पनि। अब स्कुटर हो है, बाइक होइन, अब राइडर पनि होइन। सोमा पनि अब हामी त अब चलाइने मान्छे है। खासै म बोलेर यस्तो भ्लग त बनाउन आउँदैन है। मैले अब आजभन्दा 1 वर्ष अगाडि पनि यसरी नै गोब्रो सोब्रो हालेर भ्लग बनाएको थिएँ। अब 1-2टा भ्लग पनि हालेको थिएँ, तर भएन, सकेन है। अब यता भन्यो गर्दा गर्दै पनि अब सकिएन भ्लग बनाउनलाई। अब यसो कहिले काहीँ बनाइदिन्छ होइन, टक्कै हेरेर मजा लिनु होला। अब यस्तो छ हेर्नु बाटो है। बाटोको त कुरा नगरौँ, बाटो त अब हाम्रो एकदम नेपाल हो। अब राम्रो त भइहाल्छ, नराम्रो त भन्दिनँ होइन, नराम्रो त भन्नु हुँदैन। जे जस्तो भए पनि नराम्रो भन्नु हुँदैन। मेरो अन्डा, कुखुराको अन्डा, अरू के भनौँ है। अरू कुरा भने त्यस्तै हो गाइज। बबालै छ भिडियोहरू चाहिँ, वेदर चाहिँ होइन बबालै छ है, बबालै छ भनौँ। अब यतातिर प्लटिङहरू चाहिँ बबालै छ, राम्रै छ। अब रोडको कुरा चाहिँ नगरौँ है, रोड पनि बबालै छ। अरू जे जस्तो भए पनि है, ठिक छ। 700 बोटमा रहनु होला है सबैजनाले, अब 10मा रहनु होला। बिस्तार जाने कि स्पिड जाने हो।